विराटनगर 10 स्थित कान्तिपुर कलेजले कक्षा 12 का विद्यार्थीहरूको सहभागितामा पोस्टर प्रस्तुतिकरण प्रतियोगिता आयोजना गरेको छ। कलेज परिसरमा शुक्रबार कक्षा 12 को विज्ञान संकायमा अध्ययनरत विद्यार्थी बीच भएको प्रतियोगितामा केमिस्ट्रीतर्फ प्रियंका चौधरीको समूहले बाजी मार्यो। केमिस्ट्रीतर्फ नै अभिषा लिम्बुको समूह दोस्रो अनि दिलासा बस्नेतको समूह तेस्रो बन्यो। तेस्रो संस्करणको उक्त प्रतियोगिता अन्तर्गत फिजिक्सतर्फ अञ्जना राजवंशीको समूह प्रथम हुँदा सृजित घिमिरेको समूह र दीपक शर्माको टोली क्रमशः द्वितीय र तृतीय भयो। विद्यार्थीहरूले पाठ्य पुस्तकमा पढेका कुराहरूलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कलेजका विज्ञान संकायका कोअर्डिनेटर हिमाल बरालले जानकारी दिए। यो पोस्टर प्रेजेन्टेसन गर्नुपर्ने मुख्य उद्देश्य चाहिँ के भन्दाखेरि विद्यार्थीहरूले सिकेका पाठ्य पुस्तकमा सिकेका कुराहरू चाहिँ व्यावहारिक ज्ञानमा उतार्न सकुन्, त्यसलाई आफ्नो आइडियालाई कन्फिडेन्टली प्रस्तुत गर्न सकुन् र एउटा टिमवर्कमा चाहिँ यिनीहरू मिलेर काम गर्न सकुन्, ताकि पछि आउँदा दिनहरूमा उच्च शिक्षामा यसले उनीहरूलाई एउटा राम्रो सहकार्य सहयोग अनुसन्धानमा पनि सहयोग गर्न सक्ने मुख्य अभिप्राय हो। यहाँ विद्यार्थी लगभग 350 विद्यार्थीको सहभागिता छ। यहाँ जान्ने विद्यार्थी मात्रै होइन, अलिकति एभरेज विद्यार्थीलाई पनि समेटेर टिमवर्कमा हामीले काम लगाएका छौँ, उनीहरूले गरेका छन्, मिहिनेत गरेका छन्। आशा चाहिँ यो कार्यक्रमबाट उनीहरूले पाठ्यपुस्तकमा सिकेका कुराहरू चाहिँ यही ज्ञानमा पनि व्यावहारिक रूपमा पनि उतार्न सकुन् र आउने परीक्षाहरूमा पनि यसले ठुलो सहयोग गर्नेछ भन्ने आशा लिएको छु। वर्षभरि पाठमा पढेका केमिस्ट्री र फिजिक्स विषयका ज्ञानलाई व्यावहारिक ज्ञानमा परिणत गर्न मद्दत मिल्ने अपेक्षा गरिएको पोस्टर प्रस्तुतिकरण प्रतियोगिताको अवलोकन भने कान्तिपुरमा अध्ययनरत करिब 700 विद्यार्थीले गरेका थिए। कान्तिपुरका प्रिन्सिपल भुवन नेपालले कलेजले पठन पाठन बाहेक विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानसँगै सिपसम्म जोड्ने प्रयासलाई जारी राखेको बताए। त्यसै उद्देश्यलाई समेट्न कलेजमा यस्तो खाले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ। कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको कान्तिपुरमा हाल 3000 हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेका छन्। पूर्णकालीन दक्ष शिक्षकले अध्यापन गराएर उत्कृष्ट नतिजा आत्मसात गर्दै आएको कलेजले विश्व बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका खातिर काम गरिरहेको छ।